जय शिव शंभो, जय महाकाल, हर हर महादेव। आजको विषय हो हाम्रो जीवनको सिद्धान्त धर्मले। जस्तै कि हाम्रो जीवनमा धर्मको के महत्व छ। जस्तै कि हामी मनुष्य जन्म लिएपछि, यो संसारमा हामी मनुष्यको जीवन लिएपछि, हाम्रो जन्म लिएपछि हामीलाई अब धर्म कर्म हैन, यो जीवनको हाम्रो अंग नै बन्न पुग्छ। पाप पुण्य कर्तव्य हैन, सब हाम्रो जीवनको अंग नै पर्छ। त्यही भएर सबै मान्छेको जीवन एउटै हुन्छ। त्यो शिशु, बेसक, बुढेस, मृत्यु, त्यही हो जीवन, त्यही हो सबैको जीवन, त्यही हो जीवन चक्र एउटै हो। त हामी बीचमा गर्ने जुन छ नि कर्म, हामी कर्म गर्छौं नि, त्यही हाम्रो पाप पुण्य। अब कस्तो किसिमको कर्म गर्यो, कस्तो किसिमको कर्म नगर्ने, कुन तरिकाले कर्म गर्ने, कुन तरिकाले कर्म नगर्ने। कुनैले धर्मयुक्त कर्म गर्छ, कुनै पापयुक्त कर्म गर्छ। त्यही त हाम्रो जीवन हो। यो जीवनमा हामी जस्तै कि बुझ्नुपर्छ, हामीलाई आफै महसुस हुन्छ, हामीलाई आफै फिलिङ हुन्छ कुन हामी कार्य कर्म गर्यो भने धर्म हुन्छ, कुन कर्म गर्यो, कुन कार्य गर्यो भने हामीलाई पाप हुन्छ, अधर्म हुन्छ। अब मान्छेलाई त थाहा हुन्छ, सबै मान्छेलाई थाहा हुन्छ। किन मूर्ख हो, नमूर्ख हो हैन, सानो हो, वैश्य हो, बुढेस हो, सबलाई थाहा हुन्छ। र कुनैले बाध्यताले गर्छ, कुनैले फ्यासन गर्छ हैन, आफ्नो स्वार्थको लागि, कुनैले आफ्नो अहंकारले गर्छ, कुनैले जानी गर्छ हैन। सबैको जीवन चक्र एउटै हो भने, जन्मपछि मर्नै छ भने सबलाई थाहै छ, त हामी किन धर्म नै गर्नुपर्ने, धर्म नै गर्नुपर्छ, किन पाप गर्नु त। सबैको त जीवन एउटै हो, मर्नै पर्ने छ। त्यही धर्मलाई काम गर्नु, कार्य गर्नु, कर्म गर्नु। धर्मलाई गर्यो भने हाम्रो देवी देवताले हामीलाई सहायता गर्छ हैन। जसले पाप गर्छ त्यसलाई सजाय भोग्छ। पुरै अरू जीवनको त्यो पुण्य सञ्चित गरेको हुन्छ, धर्म सञ्चित गरेको हुन्छ, त्यो यही जीवनमा आएर पुरै नष्ट हुन्छ। जसले अर्को जीवनमा पाप गरेको हुन्छ, यो जीवनमा प्रायश्चित हुन्छ, अनि कि पाप नष्ट गराएर पुण्यमा फूल जस्तो उज्यालो गर्छ। कुनैले अर्को जीवनमा पुण्य गरेको छ भने त्यसको त्यहीबाट सुरु हुँदा यो जीवनमा पुरा गरेर त्यो शिवलोक प्राप्ति हुन्छ, कुनै वैकुण्ठ लोक प्राप्ति हुन्छ, कुनै स्वर्ग लोक प्राप्ति हुन्छ हैन। त्यही भएर हामी जानी त्यस्तो किसिमको कार्य गर्नु हुँदैन जुन अधर्म हो, जुन पाप हो। हामीले धर्मयुक्त हामी कार्य गर्नुपर्छ, सोचेर कार्य गर्नुपर्छ, अनि मात्र हामीले देवी देवता भगवानहरू सहायता गर्छ। पहिला त परीक्षा लिन्छ, धेरै लिन्छ। मैले यो सत्य भन्छु, देवी देवता नै हो हाम्रो शरीरको परीक्षा लिने। जस्तै कि हामी वर्ष स्कुलमा जान्छौँ,
वर्षभरि पढेर हामी जब लास्टमा परीक्षा दिन्छौँ अनि त्यसमा हामी सफल भएर मात्रै अर्को स्टेजमा पुग्छौँ होइन, अर्को क्लासमा पुग्छौँ। त्यही भएर हाम्रो जीवनमा पनि त्यस्तै हो। हाम्रो शिवजी, हाम्रो विष्णुजी, हाम्रो देवी देवता सब परीक्षा लिन्छ, हामीसित परीक्षा लिन्छ। यदि त्यसमा उत्तीर्ण भयो भने, पास भयो भने हामी त भनौँ अब धर्मको ठुलो हुन्छ, उज्यालो हुन्छ, अर्को स्टेपमा पुग्छौँ हामी। त्यस्तो किसिमको हुन्छ हाम्रो जीवन। किसिमको सोच्ने क्षमता छ भने त्यही मान्छेले सही गलत होइन, धर्म कर्म छुट्याउने मान्छेले मात्र अगाडि बढ्न सक्छ। यो जीवनलाई बुझ्ने, धर्मलाई बुझ्ने मात्रै त्यो मान्छे शिवलोक, ब्रह्मलोक होइन यिनीहरू प्राप्त गर्न सक्छ, वैकुण्ठ लोक। अब जानी पाप गर्दैछ भने, जानी होइन अपराध गर्दैछ भने त्यो त अब के भन्ने, त्यस्तो किसिमको मान्छेलाई त्यही धर्म लाग्छ। पाप गर्यो भने त्यही धर्म हो, उसले ठान्छ यही धर्म हो मेरो, यही कर्म हो मेरो। लास्टमा जति पुण्य हुन्छ जुनीको, यो जुनीको, अर्को सब जुनीको योमा गर्छ, फेरि जा नर्कै जा। आखिर हामीलाई थाहै छ मर्नै छ, बाँच्नै छ, खानै छ, त किन हामी पाप गर्ने छ? हामी धर्मयुक्त कार्य गर न, धर्मयुक्त कर्म गरौँ। सबलाई त थाहै छ एक दिन छोडेर जानु छ, मरेर जानु छ। त्यही भएर हामी धर्म गरौँ, धर्म कर्म है, भजन कीर्तन। त्यस्तो किसिमको नराम्रो काम भयो भने माफी माग्नु, धर्ममै ल्याउनु। त्यो धर्म गर्ने मान्छेको जे पनि हुन सक्छ क्या। त्यस्तो थिङ्किङको मान्छेले जस्तो काममा पनि धर्मयुक्त बनाउन सक्छ। धेरै क्षमता हुन्छ धर्म गर्ने मान्छेलाई, धेरै क्षमता हुन्छ। हे गुरुदेव, यस्तै हामीलाई राम्रो धर्मको बाटोमा लग्नु होला, अधर्मको बाटोमा कहिले नलग्नु होला। हामीलाई भक्ति प्राप्त होस्, मोक्ष प्राप्ति होस्, यही म प्रार्थना गर्छु मेरो गुरु शिवसँग। जय शिव शंकर, हर हर महादेव।